नमस्कार साथी, म आज भन्न गइरहेको छु डेक्सामेथासोन इन्जेक्सनको बारेमा। डेक्सामेथासोन इन्जेक्सन किटोसिसमा युज हुन्छ, जुनमा चाहिँ पशु चारा खान्छ र दाना खाँदैन र जोइन्टहरू दर्द भयो, अर्थराइटिस जसलाई हामी भन्छ, पानी जमिएको हुन्छ जोइन्टहरूमा, पशुलाई हिँडडुल गर्न पनि समस्या भइरहेको हुन्छ र अरू इन्जेक्सनहरू लगाएर रियाक्सन भएको हुन्छ। त्यो रियाक्सन कम गर्नको लागि पनि डेक्सामेथासोन इन्जेक्सन युज गरिन्छ। स्किन एलर्जी भयो, आइज इन्फेक्सन भयो, त्यस्ता पशु अचानक सकमा जान्छ, ब्लड सर्कुलेसन कम भएको हुन्छ, हार्ट बिट रेट घटेको हुन्छ र त्यसमा पनि डेक्सामेथासोन इन्जेक्सन युज गर्न पाइन्छ। र ल्याक्टेटिङ प्रेग्नेन्ट एनिमलमा डेक्सामेथासोन युज गर्न पाउँदैन र यसको डेक्सामेथासोन इन्जेक्सन को डोज चाहिँ 0.04 to 0.1 mg पर केजी बडी वेट लगाइन्छ आइएमआइभी लार्ज एनिमलमा। त्यस्तै गरी स्मल एनिमलमा 0.1 to 0.2 mg पर केजी बडी वेट स्मल एनिमलमा युज गरिन्छ। आइभी रूटले युज गरिन्छ। धन्यवाद साथीहरू।